हिन्दू शब्द हटाउने, धर्म सापेक्ष मुलुकलाई धर्मनिरपेक्ष बनाउने र हिन्दूको विकल्पमा अरू धर्महरू ल्याएर हाम्रो देशलाई नाश गरियो। त्यसले गर्दाखेरि धर्म रक्षते रक्षत भन्छ। धर्मलाई हामीले रक्षा गर्यौँ भने हामीलाई पनि धर्मले रक्षा गर्छ भन्ने युक्कानका साथ म अघि बढेको छु। त्यसले गर्दाखेरि म सम्पूर्ण लघुवित्त पीडित, सहकारी पीडित, ब्याङ्क पीडित, ब्याङ्कबाट कालो सूचीमा पर्नुभएका नेपाली दाजुभाइहरूलाई जो सहकारीमा डिपोजिट गर्ने 15 लाख परिवार छन्, ब्याङ्कबाट ब्ल्याक लिस्टमा कालो सूचीमा पर्ने 5 लाख परिवार छन् र अरू ब्याङ्क र सहकारीबाट 20 लाखदेखि 22 लाख परिवार जोखिममा छ। उनीहरूको घर जग्गा जमिन सबै लिलाम हुँदैछ र उनीहरू सुकुम्बासी बनेर उनीहरू मुङलान जानुपर्ने स्थिति र विदेश हिँड्नुपर्ने स्थिति छ। त्यो स्थितिको अन्त्य गर्नलाई मैले यो लडाइँ सुरु गरेको हो। त्यसले गर्दाखेरि वैदिक सनातन हिन्दू राज्यसहित राष्ट्र संस्थाको स्थापित गरौँ भनेर म लागेको मान्छे हुँ। म भाग्न जन्मेको होइन, तर म विवश भएर, किनभनेदेखि प्रचण्ड केपी ओली दुईजना बसेर अरू एकजना राजावादी हुँ भन्ने पार्टीकै व्यक्ति बसेर म यो भोलि पर्सि सार्वजनिक गरौँला। उहाँहरूको एउटा डिसिजन के भयो भन्दाखेरि 15 गतेको आन्दोलनलाई डिसमिस बनाउनुपर्छ र दुर्गा परसाईलाई चाहिँ एउटा पागल जस्तो बनाउनुपर्छ, जोकर बनाउनुपर्छ र दुर्गा परसाईबाट यो आन्दोलन हुँदैन भनेर जुन नेतृत्व हत्याउने कोसिस नेपालमा भइरहेको छ त्यसमा तपाईहरु नलाग्नु होला। सम्पूर्ण नेपालीहरूलाई के भन्छु भने अब अरू ऊर्जाका साथ, अरू उमङ्गका साथ, नयाँ भविष्यका साथ, नयाँ योजनाका साथ म आउँदैछु र म एउटा कुरा के भन्न चाहन्छु भनेदेखि मेरा वकिलहरू जस्तो ध्रुवलाल श्रेष्ठ, स्वागत नेपाल, टङ्क दुलाल, सुशील पन्त, रमन श्रेष्ठ, तपाईको चाहिँ नि डाक्टर सुरेन्द्र भण्डारी, डाक्टर भीमार्जुन आचार्य र मानव अधिकारको रोभरमा हो भनेदेखि म भोलि नै 24 घण्टाभित्रमा उपस्थिति हुन म पुलिस प्रशासन समक्ष आउन म तयार छु। मलाई पुलिसले खोज्नु पर्दैन। काहीँ इन्डिया भागो भनेको छ, काहीँ कहाँ भागो भनेको छ, म कहीँ भागेको छुइनँ। म नेपालमै छु, कुनै ठाउँमा छु र म सार्वजनिक हुन्छु र म तपाईलाई के भन्न चाहन्छु भने मेरो जीवनको तपाईहरु ग्यारेन्टी गर्नुहुन्छ र मानव अधिकार र वकिलहरूको रोभरमा, अघि मैले नाम भनेका वकिलहरूको रोभरमा हो भनेदेखि म 24 घण्टाभित्रमा उपस्थित हुन तयार छु। र तपाईहरुले के भएको थियो कुरा भन्दाखेरि 15 गतिको आन्दोलन गर्नुभन्दा अगाडि 13 गतिको दिन सिडिओ कार्यालयमा सिडिओ साहब, काठमाडौँ जिल्लाको सिडिओ साहब र काठमाडौँ जिल्लाको एसएसपी साहब र एसपी साहब अनि एकजना डिएसपी साहब बसेर के भएको थियो भने शान्तिपूर्ण आन्दोलन गर्ने भनेर भनेको थियो। तर हामी स्टेजमै पूर्ण नपाइकिन हाम्रो